बालाजी बाई बाई बा छोड्दिनु भन्छौँ हामी अब केही सिधै छोड्दिनु तपाईँ घरमा हरे राम जपेर बस्नु यसरी भन्छौँ हामी अब हरे राम जप्ने बेला भएन त्यसमा अब ओली प्रधानमन्त्री कि प्रचण्ड हजुर ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि प्रचण्डलाई यो भातडा बनाउँछन् प्रधानमन्त्री त्यो भ्रष्टाचारी भातलाई ओलीले त अब यहाँबाट पनि जित्यो भने यहाँका मान्छेले गुखाए हुन्छ गुखाए हुन्छ शाबाश बेटा बहुत बढ़िया केपी ओली त खर्च त गोरु चोरो झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो खड्ग ओली त गोरु चोरो त डाका हो केपी ओली चाहिँ चिन्नुहुन्छ नि चिन्छु नि बाबु उसलाई त हात मिलाएर त्यहाँ पर्पाले मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको तर सबै भ्रष्टाचार गर्नु सुन व्यापार गर्नु मान्छे व्यापार गर्नु भोटाने भनेर बेच्नु भनिया पो सुने त मेरो त उल्टो पो सुने बालेन कि के बिबा होइन माटो हो नि हर्के ए माटो अब हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङ चाहिँ किन बिजन छ राम्रो के छ बिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि यो किरिया एमाले आयो भने त एउटा बाँसको घोषणा मासु पो खाने यस्तो त बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले बालनका यति चाहिँ किन सस्करा भइराखेका छन् किन गइराखेका थाहा छ यिनीहरू 10,000 20,000 आइफोन भाडेका छन् र यिनीहरू जे पाडे पनि यिनीहरूको हुन्छ ए आइफोन कहाँ भाडेर जान झापामा जित्छन् त बालेन शाहले जितेन भनेदेखि सबै खाए हुन्छ नर्क खाए हुन्छ यो देश आनन्दरी नचल्नुको कारण को कुन पार्टीहरूले गरे भन्नु त एमाले अब कांग्रेस माओवादी एमाले बाहिर राखेर देश चलाउन सक्ला त कसले भने तपाईलाई कांग्रेस एमाले माओवादीलाई बाहिर राख्ने भनेर कांग्रेस एमाले माओवादीलाई जेलमा राख्नुपर्छ केपी ओलीहरुलाई चिडियाखानामा थुनेर राख्नुपर्छ पहिला झ्यालखानामा थुनेर राख्नुपर्छ यिनीहरु हराउन सक्छन् लोप्न सक्छन् झापाबाट बालेन आउँछन् केपी ओली नि मान्छे हुन् बालेनले जित्ला त अब एकदम जित्ला नजित्दा कुनै भएन नि त अब नि केपी ओलीलाई जिताउनु भनेको त केपी ओलीकै चन्दन लाएर हिँडे भइगयो गुगो मेरो खराब पानी छ मेरो खराब फागुनको त्यो चुनाव परिवर्तनको उत्सव हरेक एउटा के मान्ने त भोट म जान्छु